मेरै कारणले अन्जुले धेरै महोत्सवहरू पाएको हो, नडाँटेर भन्दा। मैले नै डिल गर्थेँ है, मैले मात्रै अन्जुलाई महोत्सवमा बोक्छु भनेर मैले नै जोड गरेर पनि त हुँदैन नि त। 3-4 वटा महोत्सव मैले जोड गर्दा गर्दै पनि अन्जुले मिस गरेकी थिइन् त्यति बेला। त्यसरी अन्जुकै म्यासेज अन्जुकै फोन त आएन, तर बर्थडे विस चाहिँ भएको थियो फेसबुकमा भएको थियो। तर अहिले चाहिँ यस्तो छ, मैले फेसबुक हेर्न पाएको छैन है, कतै बर्थडे विस बिहानै पो भइसक्यो कि फेसबुकतिर मैले हेर्न। तपाईलाई फोन चाहिँ त्यसरी आएको छैन? फोन चाहिँ अहिलेसम्म आएको छैन। थाहा अन्जुलाई मालदाईको जन्मदिन छ छैन थाहा नहुन पनि सक्छ, नहुन पनि सक्ने हो कि। पानी बराबरको एउटा जोडिएको सम्बन्ध कहिले पनि तोडिन हुँदैन। छुट्नुभन्दा के अरे जुट्नु राम्रो कुरा हो। यो संसारमा जे कुरा पनि झगडाभन्दा मिलन राम्रो कुरा हो, त्यही नै हो। केक काटेर यहाँ चटाउने रे, त्यो भनौँ न, नगरेको काम गर्दा अलिकति अनौठो पनि लाग्ने कि, अनि कसले के भन्ला। अहिले त केक काटेको नै भिडियो भाइरल हुन्छ। केक काटेर जब यहाँ गालामा दलिएन, नाकमा दलिएन, निधारतिर दलिएन भने त्यो जन्मदिन मनाएकै अर्थ रहँदैन नि त। जस्तो कि अब हजुरले जन्मदिनको दिनमा मैले आफ्नो बिहेको कुरा पनि खुलाउँछु भन्नुभएको थियो, अन्जुसँगको सम्बन्धको बारेमा पनि खुलाउँछु भन्नुभएको थियो कि यो आज नढाटिकन मनमा जे छ त्यही भनिदिनुहोस् न। आज जन्मदिन पनि हो, आज तपाईँले सत्य बोल्नु पनि पर्छ। यस्तो छ, मैले पहिला पनि कतिपय मिडियाहरूमा भनिसकेको छु है, एउटै कुरा धेरै गर्दा तितो पनि हुन्छ, एउटै कुरा धेरै बोल्न पनि हुँदैन। ठ्याक्कै यही नै हो भनेर थाहा दिएपछि दर्शकहरू पनि ढुक्क हुनुहुन्छ कि यस्तो रहेछ भनेर, उहाँहरूलाई पनि कौतूहलता हुँदैन क्या भोलिको दिनमा। अब कमेन्टमा धेरैले हामीलाई जोडी बनाइदिनु भयो, तर मैले बोलेका कुराहरू पनि कतिपयले विश्वास गर्नु होला नगर्नु होला। अन्जु र मेरो सम्बन्ध विशुद्ध दाइ बहिनीको पवित्र सम्बन्ध छ र भइराख्ने छ है। त्यो कारणले गर्दा त्यसो हो भने तपाईँहरू सँगै किन भेटिनु न त अहिले आजभोलिका कार्यक्रममा, अथवा आज जन्मदिन हो तपाईँले अन्जुलाई बोलाउनु पनि पर्ने हो खासमा। यस्तो छ, कस्तो भने अलिकति अन्जु आफ्नै कामले बिजी छु भनिसके पछाडि मैले त खबर त गरेकै छु है। अन्जु आफ्नै कामले म व्यस्त छु भनिसके पछाडि अब त्यो व्यस्त छु भन्ने मान्छेलाई चाहिँ आफूले धेरै जोड गर्न पनि मिल्दैन होइन, नत्र अन्जुलाई नबोलाउने भन्ने त हुँदैन। जस्तो कि तपाईँ विभिन्न सांस्कृतिक कार्यक्रममा पनि जानुभयो, मेला महोत्सवमा जानुभयो, पछिल्लो समय मेला महोत्सवमा पनि अन्जुसँग तपाईँ सँगै हुनुहुन्न क्या। दर्शकहरूको गुनासो पनि छ, खै त कमल विषी मालदाई अन्जु भनेर त कार्यक्रममा पनि तपाईँलाई प्रश्न उठेका थिए, त्यो हामीले पनि देखेका थियौँ। त्यसको जवाब के दिनुहुन्छ तपाईँले? यस्तो छ, मैले योभन्दा अगाडि भनिसकेँ, महोत्सवमा बोलाउने भनेको आयोजकले हो है। नै आयोजकको आँखा पनि तपाईँहरू दुईजनाको नजर पुगिसकेको छ नि। सुन्नु न, यस्तो कतिपय ठाउँमा अन्जु र मलाई बोलाएको ठाउँमा अन्जुकै कारणले अन्जु जान पाएकी छैनन्। मैले यो पनि भनिसकेको छु तपाईँहरूलाई, आयोजकसँग सम्बन्ध त राम्रो बनाउनु पऱ्यो नि होइन र। यो कुरा धेरै म बोल्न चाहन्न है, तर अन्जुलाई मैले कार्यक्रममा नलिन चाहेको भन्ने कहिले पनि भएन। मेरै कारणले अन्जुले धेरै महोत्सवहरू पाएको हो, नडाँटेर भन्दा। मैले नै डिल गर्थेँ है, रियल कुरा भन्नुपर्दा मलाई गाली गर्नु होला जे गर्नु होला त्यो आफ्नो ठाउँमा छ, तर कस्तो भने अन्जु पनि सिरियस हुनु पऱ्यो नि त महोत्सवको लागि। मैले मात्रै अन्जुलाई महोत्सवमा बोक्छु भनेर मैले नै जोड गरेर पनि त हुँदैन नि त। 3-4 वटा महोत्सव मैले जोड गर्दा गर्दै पनि अन्जुले मिस गरेकी थिइन् त्यति बेला। अनि त्यसपछि आयोजकलाई पनि लाग्छ नि त, जति बोलाए पनि अन्जु आउँदैन, नआएपछि चाहिँ किन बोलाउने भन्ने पनि लाग्यो होला नि त आयोजकलाई। त्यो हो, त्यो भएर यो विषयमा धेरै नबोलौँ। मैले अगाडि आज विशेष त जन्मदिन छ, जन्मदिनकै विषयमा बोलौँ, यही नै हो। जन्मदिनमा आज सबैभन्दा सुरुमा विश कसको आयो त? आफै फोन गर्नुभयो कि जस्तो लाग्यो मलाई, बुवा आमालाई चाहिँ मेरो जन्मदिन भनेर? हो, मैले सुरुमा त बुवा आमालाई नै फोन गरेको थिएँ, आशीर्वाद माग्नु राति, आज राति नै फोन गरेको थिएँ मैले है। जस्तो तपाईँलाई अन्जुको तपाईँलाई जन्मदिनको शुभकामना आयो कि आएन आज? यस्तो छ, आयो कि आएन फोन त आएको छैन है, तर अहिलेसम्म मैले म्यासेज चाहिँ हेर्न पाएको छैन। बिहानबाटै पशुपतिरै बिजी भयो। योभन्दा 1 वर्ष अगाडि त तपाईँहरूको सम्बन्ध राम्रो थियो, अघिल्लो वर्षको जन्मदिनमा चाहिँ अन्जुकै आएको थियो पहिलो तपाईँलाई हुन्छ, फोन कल म्यासेज हुन्छ नि त त्यस्तो। त्यसरी अन्जुकै म्यासेज अन्जुकै फोन त आएन, तर बर्थडे विस चाहिँ भएको थियो फेसबुकमा भएको थियो। तर अहिले चाहिँ यस्तो छ, मैले फेसबुक हेर्न पाएको छैन है, कतै बर्थडे विस बिहानै पो भइसक्यो कि फेसबुकतिर मैले हेर्न। तपाईँलाई फोन चाहिँ त्यसरी आएको छैन? फोन चाहिँ अहिलेसम्म आएको छैन। थाहा अन्जुलाई मालदाईको जन्मदिन छ छैन थाहा नहुन पनि सक्छ, नहुन पनि सक्ने हो कि। पानी बराबरको स्थिति छैन छैन छैन। अन्जुसँग मेरो केही नराम्रो सम्बन्ध छैन, जे पहिला अन्जु र म थियौँ अहिले पनि त्यही नै छौँ है। त्यो कारणले गर्दा मैले भन्छु नि, एउटा जोडिएको सम्बन्ध कहिले पनि तोडिन हुँदैन। छुट्नुभन्दा के अरे जुट्नु राम्रो कुरा हो। यो संसारमा जे कुरा पनि झगडाभन्दा मिलन राम्रो कुरा हो, त्यही नै हो। जस्तो कि अहिले तपाईँले आज जन्मदिनमा केक काट्नुभयो होइन, सम्झना छ बाल्यकालमा कहिले केक काटेको, अथवा कहिलेदेखि सुरु गर्नुभयो केक काट्न? केक काट्न त मैले धेरै भएको छैन, केक काट्न सुरु गरेको 5-6 वर्ष भयो होला।
त्यति बेला त अब कसैको जन्मदिनमा जाँदाखेरि मैले पनि मेरो जन्मदिनमा केक काट्न पाए हुन्थ्यो भन्ने त्यो अनुभूति अथवा त्यो फिल आउँछ कि आउँथेन तपाईँलाई पहिलाका नेपालगञ्जमा म क्याम्पस पढ्ने बेला एकजना साथीको बर्थडे मनाउने बेला आज जस्तो केक काटियो नि त्यस्तो केक काटिया थियो साथीहरूले नि उहाँहरूले नै काट्नु भएको थियो होइन तर त्यति बेला मलाई मेरो जन्मदिनमा पनि यसरी काटेर कति गुलियो हुँदो रहेछ केक कति मिठो मैले त्यति बेला आधा केक नै खाएको थिएँ कि त्यो केक खाएको मलाई अहिले पनि याद आउँछ त्यो कारणले गर्दा आफ्नो चाहिँ अलि पछि भनौँ न मैले आफ्नै जन्मदिन चाहिँ केक काटेर मनाएको अलिक ढिलो नै हो त्यही त जस्तो हामीले हाम्रो जन्मदिन पनि म केक काट्ने ढिलो नै भएको हो किनभने सुरुमा केक काट्दा लाज पनि लाग्थ्यो कि लाज लाग्थ्यो तपाईँलाई लाज लाग्यो कि लाग्यो होइन लाज लाग्यो किन नलाग्नु लाज त कसरी लाग्यो भने के अरे केक काटेर यहाँ चटाउने रे त्यो भनौँ न नगरेको काम गर्दा अलिकति अनौठो पनि लाग्ने कि अनि कसले के भन्ला अहिले त केक काटेको नै भिडियो भाइरल हुन्छ केक काटेर जब यहाँ गालामा दलिएन नाकमा दलिएन निधारतिर दलिएन भने त्यो जन्मदिन मनाएकै अर्थ रहँदैन नि त अहिलेको जमाना अनुसार त्यो कारणले गर्दा त्यति बेलाको याद मलाई साह्रै आउँछ साथीहरूको बर्थडे मनाउँदा मैले सुरुमा नेपालगञ्ज क्याम्पसमा पढ्दा एकजना साथीको बर्थडे मनाउँदा केक खाथ्यौँ हामीहरूले